हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज म मेरी प्यारी परान प्यारी साथी मलाई भेट्न आएकी चाहिँ खुसी, कति धेरै खुसी छु मलाई के थाहा भनेर भनिसक्नु छैन, बताएर बताइसक्दै छैन। हामी चाहिँ के साथीहरू खाल चाहिँ हामीहरू दुबई आयो है, तर कसम दुबई आएको जस्तो फिल भएको छैन। यो त गाउँमा बसेर जस्तो लागिरहेछ मलाई, किनकि हामीहरू तपाईँहरू देख्न सक्नुहुन्छ जस्तो छ, हाम्रो गाउँ जस्तै नेपाल जस्तै सेम हामी दुबईमा छौँ, फिल भएको छैन, केही छैन। अर्काको देशमा भएर पनि आफ्नै देशको जस्तो अनुभव गर्न पाउँछौँ होइन। कति वर्ष नि थन्किने पाइहाल्छु नि। अनि भन्न, अनि यो चाहिँ मेरी बचपनदेखि साथी, बचपन का प्यार मेरा नहीं जाना रे टाइपको होइन। अनि मलाई चाहिँ 1.5 वर्षपछि भेट्न आएको कि आज त्यहाँदेखि जान्छु भने चाहिँ भोलि ड्युटी छ अरे, मलाई छोडेर जान मन लागिरहेको छ। पैसा चाहिन्छ, पैसा। मलाई मसँग बस्नलाई म मेरो स्यालेरी दिन्छु भन्न सक्ने पनि मेरो कन्डिसन छैन। मलाई नै कसले पालिदियोस् है, केही छैन। फेरि भेटौँ ल, फेरि यसरी मलाई भेट्न आइराख ल। अनि म तल यस्तै गरेर यस्तो पिच रोडमा हिँडाउँछु। धुलो भन्दैन यार, यहाँ त रम्बल रोड भन्छ, रम्बल। केही छैन साथीहरू, तपाईँहरूलाई पनि यस्तै बाटोमा हिँड्न मन छ भने बिचमा यहाँ आउनु होला, हामी पनि घुमाउँछौँ, हामी नि घुमाउँछौँ। अहिले चाहिँ हामीहरू सपिङ गर्न गएको है, के को भन्दा खानेकुराको। के खान्छस् भन्नु, के खान्छस्, के खान मन छ तँलाई? जे किन्दैछस् त्यही खान्छु, बट आइ एम अल्सो भिकारी। चिल्लर हेर्नु साथी, चिल्लर बजाएको सुन्नुहुन्छ, चिल्लर बजाउँदै हिँड्नु भएको छ। यतिको चाहिँ आउँछ त्यही किनिदिन्छु, एउटा पानी किनिदिन्छु ल। चिसो खाना हुँदैन, के बिरामी हुन्छ, भोलि ड्युटी जानु पर्दैन। हेर्नु साथीहरू, विदेशमा आएर सबैजना मोटाएर घर जान्छन् है। यो चाहिँ एउटी दुब्लाएर सिकुटी। तँलाई के को टेन्सन छ भने? टेन्सन भयो त्यसो भए तँलाई धेरै घिचेर थिचे जस्तो छ हो। यसले मलाई के भनेको थियो भने साथीहरू, अर्कोचोटि भेट्न आउँदा चाहिँ म तँलाई मोटाएर देखाउँछु भनेको चाहिँ, त्यही भएर म यो भिडियो बनाउँदैछु। हेरौँ कतिको चाहिँ मोटाउँदै रहेछ रहेन चाहिँ, भरे मोटाइन भने भेट्नै नआउन बेर छैन। 49 थियो अरे यार, 24, 23, 25 खाने होइन कि, ओभर थिङ्किङ नगर्ने, टेन्सन नलिने। मलाई पनि मेरी दिदीले यही भन्नुहुन्छ, टेन्सन नगर, खा, जिले तेरी जिन्दगी, पानी धेरै खा। गाइस म डे टु डे लिएर जाँदैछु सपिङ गर्न, तर हामी गएर किन्ने चाहिँ के हो पनि थाहा छैन है। यस्तो केटी पानीपुरी खान्छस्?